हेलो साथीहरु, गुड मर्निङ एन्ड नमस्ते। वेलकम ब्याक टु माई ब्लगमा। साथीहरु, आजको ब्लग नयाँ ठाउँ अनि नयाँ रुमबाट सुरुवात छ। र साथीहरु, यताउता हेर्दा बुढी नै नदेखेको अनि बाहिर जाँदाखेरि त बुढी त पुरै सरसफाइमा पुरै बिजी। अनि त्यसपछि मलाई पनि एकदमै यहाँको भ्यू हेर्न मन लाग्यो साथीहरु। र म पनि हेर्छु र तपाईहरुलाई पनि देखाउँछु। हेर्नुस् त मेरो ब्याकग्राउन्डमा देखिएका कति राम्रा घरहरु है। र हरियाली त्यो छैन साथीहरु हाम्रो नेपाल जस्तो, र घरमाथि घर थपिएका धेरै बिल्डिङहरु देखिन्छ मेरो ब्याकग्राउन्डमा। सो मेरो बुढी पनि धेरै बिजी छन् झाडु पोता गर्दा गर्दै। र हेर्नुस् त बिचारा धेरै थाकिसके होलान्। र अब तपाईलाई म देखाउँछु मेरो सानो किचन। र साथीहरु, हेर्नुस् त मेरो ब्याकग्राउन्डमा राखेको हाम्रो चाहिँ चिटिक्क परेको किचन रहेको छ र हाम्रो चाहिँ भित्र रुम रहेको छ। सो हामी सुत्छौँ अनि यहाँबाट चाहिँ साथीहरु हेर्नुस् त कति राम्रो दृश्यहरु देखिन्छ। खिड्की खोलेर हावा पनि खान सकिन्छ, प्लस दृश्य हेरेर माइन्ड फ्रेस गर्न पनि सकिन्छ क्या। एकदमै रमणीय ठाउँ छ साथीहरु। हजुरहरुलाई चाहिँ कस्तो लाग्यो आजको भ्लग चाहिँ यही नै एन्ड गर्नेछु, किनभने साथीहरु मैले पनि ड्युटी गर्नुपर्छ है। मेरो चाहिँ ड्युटीको टाइम पनि धेरै भइसकेको छ, त्यसैले पनि म चाहिँ बुढीलाई खाना बनाउ छिटो है भन्दै थिएँ। र साथीहरु, आजको मेरो भ्लग मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला। आजको भ्लगलाई एन्ड गर्दै म पनि बिदा हुन्छु। बाइ बाइ।